गाइस पन्नेमै गाइजहरु यो ल केटा अब लास्ट घुमाइ अब फर्किँदैछु केटा अब हैन छिटै फर्किनु पर्यो भन्दैछु 20 गतेतिरै ओ यो माथि लप डाँडा है यता माथि आनु न खुट्टाले आइस ल है गाइजहरु हाम्रो इलामतिर कहिलेकाहीँ घुम्न आउँछ र लाएर हरियालीतिर हैन आहार बिग्रिँदैन हरियो परियो हेर्नुपर्छ गाइजहरु सबै चियाहरू हो हैन यसो हेरौँ चिसो मौसममा हरियो चियाको बास नसरीको कफीहरू त्यो लप डाँडा है उ त्यो झन्डा भएको लप डाँडा ल अनि मेन हाइवे रोड त्यो माथि पर्छ है म चाहिँ अलिक तलतिर घोडा यात्रा गर्दै यतातिर आइपुगेको थिएँ सबैजना आउनुहोस् घोडा यात्रा गरौँ हेर्नु यो आकाशमा लागेको बादलहरू हैन त्यो परदेखिको अहिलेको अलिक गोरबाट खिचेको टाढोबाट खिचेको मैले झन्डा र त्यो डाँडा यस्तो देखिएको हाम्रो इलाम यस्तै छ गाइस है खासै राम्रो खिच्न सकिनँ मैले चाहिँ अलिक मोबाइल हैन बनको यो चाहिँ हाम्रो इलाम कन्यामको चिया फ्याक्ट्री है यहाँबाट चाहिँ मजाले बनेर जान्छ अनि यो चाहिँ हाम्रो घोडा स्ट्यान्ड रहेछ है त्यही चट्टमा कन्यामको मेन हाइवेबाट चट्ट घोडा चढेर यहाँसम्म आउने हैन भाडा हेरी रहेछ 2500 यस्तै रहेछ साथीहरु अब आउनुहोस् तपाईहरु पनि घोडा चढेर हरियो